लुतो लाग्यो हाके मलाई लुतो दे बेरा कसले सार्दियो गाइस तपाईँलाई नछोड्दै खादिएन ल म कट्टु न त्यो जालीवाला कट्टु यही लागिदिन्छु आज मार्क्स कम छ भने जितेर देखाउनु ल केटीमा त्यस्तो के छ र सपोर्ट गर्छन् धेरै जस्तो केटीलाई केटीको आलु छ के त्यही हेरेर सपोर्ट गर्छन् बहिनी कहिले तिमी थाइल्यान्ड गयो बहिनी छोरी मान्छेको आलु हुन्छ र बहिनी थाहा हुँदा हुँदै किन सोध्नु त कसरी गिफ्ट गर्छन् मेरो दाइहरूले माया गरेर गिफ्ट गर्छन् के छ र त्यस्तो रे दाइले माया गरिदिनु भएको भन्न कि आलु छ भन्न पर्छ र बहिनी केटी मान्छेको के छ भन्ने कुरो त उसलाई थाहा छ त सोधिरहनु पर्छ जब तक कडा दियो त नि तामाङ कोही दिन नम्बर 740 हाब्रे कोही दिन नम्बर 7 यिनीहरूले मलाई कस्तो हेपिराजो थुतुन हेर्दाखेरि तापड हान्ने जस्तो छ आज हेप्चे खुबै बउलाई थुतुन मात्र छ यो हाब्रेको त अर्काको शिरमा हल्ला नपल्की कि भाइ अबको पनिशमेन्ट सिधै जुङ्गा काट्ने उहाँको मेरो जुवा कहाँ छ रे तिम्रो आइब्रो काट्दिने अप्सन दिन्छ है रोबिन दाइ पनिशमेन्ट एक पनिशमेन्ट जुङ्गा काट्ने सेकेन्ड नम्बरको पनिशमेन्ट कुर्सी राख्ने यहाँ झुन्याउने हल्लाउने बाल्टिनमा पानी भरेर म तिमीलाई अप्सन दिन्छु थर्ड पनिशमेन्ट कुकरले हान्ने कुकर यहाँ झुन्याउने माथि गर्ने ब्लड छोड्ने यो हाम्रो पनि बाल्टी छैन र के यार कुकर छ त कुकरले हान्छ त ड्याम कि ड्याम मसँग त कस्तो भनेको प्रेसर कुकर नदेखेको पनि कति वर्ष भइसक्यो म त यस्तो बटुकोमा भात पकाएर खान्छु यस्तो वाला बटुकामा म त एक्लो जिन्दगी हो नि त्यस्तो प्रेसर कुकर चाहिँदैन एक्लै बस्ने मान्छे कहाँबाट प्रेसर कुकर ल्याएर बस्छ खाना पायो भने पुग्यो मलाई लसुन दिएन यिनीहरूले लसुन गरेको छैन के लसुन मजाले लसुन रस आउने गरेर लसुन चपाउने दुईटा हातमा मजाले मसाज गर्ने एक जुङ्गा दोस्रो बाल्टिन यसमा राखेर मजाले हल्लाउने पानी राखेर तेस्रो पनिशमेन्ट लसुनको गाडा मजाले रस आउने गरेर निकाल्ने गरेर हात दुईटामा मसाज गर्ने के गर्दैछ फर्स्ट पनिशमेन्ट अब कपाल त काटेर आइब्रो काट सेकेन्ड पनिशमेन्ट के थियो यहाँ थिए मजा बिर्सियो ए लसुन चलाउने भने हैन के को लसुन मजाले रस आउने गरेर चपाएर दुईटै हातमा मसाज गर्ने ए त्यसो भए तिमीहरू पनि प्याज खाएर यस्तो गर न मसाज प्याज छैन मसँग प्याज छैन प्याजले चाहिँ प्याज छैन मसँग फेरि उसँग बाल्टी छैन किन देखाउ त नि यार त्यत्रो होटेल भएको मान्छेको बाल्टिन छैन यार तिमीले पनि त्यत्रो पैसा कमाउने मान्छेको त्यो प्याज छैन त यार भन त हामीले पनि पाउँछौँ नि ए हाम्रो त पहिले भयो होला मलाई पठाऊ यार मलाई रुम भाडा तिर्नु पर्ने छ अर्को महिनाको दिने यार रबिन दाइ यार झौलाउने यार अबे करना क्या है भाइ लसुनको अप्सन छ त गर्न सक्ने यार ओए जेसा जालीवाला कटुले मुख छ पनि भन चलाई ये देखाइ देऊ साथी देऊ ए म अब त्यो जालीवाला कट्टुकै लक्ष्मी कलेक्सन तिमीसँग हैन तिमीलाई हैन हाब्रेसँग छ ल यत्रो सिटी त्यो खाटको त्यो खाटको माथि के छ त्यो च्याट दिने बेडसिट
मसँग मलाई भन्यो भने म पनि मेरो यो के अरे उसमा के अरे बस्ने ठाउँमा त्यो राख्छ नि पछाडि ब्यागमा त्यसको त्यो निकालेर च्याट दिन्छु। तपाईहरुको पनिशमेन्ट के हो? मैले केही पनि बुझ्न सकिने यार। फर्स्ट पनिशमेन्ट आइब्रो काटे, सेकेन्ड पनिशमेन्ट बेडसिट चिर्ने च्याट्ने, थर्डमा जुन तिमीहरूले त्यो उसको दिएको थियो नि के भन्छ तिमीले यसरी हान्ने त्यो कुकर। अबे यार के गरौँ म कहाँ जाऊँ यार। अनि हाब्रेको कुकुर छैन नि त। कुकुर छैन रे। कुकुर छैन के रे? भ्युअर्स लाग्छ के? मैले एक्सेप्ट गरे डन एउटा कुन गर्न सक्छु एक्सेप्ट गर होइन भने चेन्ज गर्न। ल के म गर्छु ल एक्सेप्ट। वेल नने कन जुम्लाको पकास त गनाएर बस्सी बौलै फ्री वाइफाई। ल म कट्टु न त्यो जालीवाला कट्टु यही लगाइदिन्छु आज मार्क्स। हुन्छ भने जितेर देखाउनु ल। मोबाइल झर्यो भने तनाव हुन्छ फेरि मेरो त यार। अरु चाहिँ नझार्ने फेरि त्यहाँ नुहाउँदै झर्न सक्छ यार। दाइ जानु भइसक्यो। गेम जितौँ न गाइस एक गेम जितौँ न गाइस तपाईँलाई नछोड्दै खाँदैन। गाइस डबल ट्याप ट्यापिङ गाइस कीप ट्यापिङ गाइस र सार भनेपछि तिमीलाई किन यस्तो गर्छौ यार? सेकेन्ड भन्नु न सेकेन्ड। लुतो लाग्यो हाके मलाई लुतो दे बेरा। कसले सार दियो? कति बाटा माथि सावा। पहिलो पनिशमेन्ट कुर्चीमा दुईटा कुर्ची। एक बाल्टी पानी भर्नी। दुईटै पानीको भयो हुँदैन दुईटै पानीमा। सावर त 30 के मा हो एडर। बवाल। के रे? 30 के मा हो। के? सावर 30 के आइले मात्रै हुन्छ। त्यही त भन्नु पागल 30 के भनेर। सुन पहिलो पनि सुन्यौ कि नै? सुनेन सावर गर्ने सेकेन्ड पनिशमेन्ट फेरि सावर पिसराएछ बल्ल हो। एक बाल्टी पानी काँदा राखेर ओरदोर गर्ने। बाल्टी छैन मसँग। बाल्टी त कहाँ हुन्छ त? उ त्यो जार चाहिँ छ यार मेरो त यहाँ चाहिँ फेरि। यहाँ आउनु अनलाइन चाहिँ भन्छ। ल जेस अब तिमीले देऊ। त्यो छ के जार चाहिँ छ के मसँग फेरि। फेरि तिमीले कतिवटा बुढा जार भनेको त यार एउटी बुढीको दुईटा बुढा लापा जार भन्छ। तपाईहरुको पनिशमेन्ट एक्सेप्ट गरे कि सेम ल सेम? ओए बाल्टी छैन के डन मसँग। अतसम्म उ यहाँ तल झुन्डिरहेको होला बाल्टी। खुट्टा माथि टाउको तल गरेर मुद्ने रे ल के भन्ने होला अब। ल अनि माटो छैन माटो साच्चीकै कस्तो होला कुन ठाउँमा हो यो मान्छे? माटो खादैन। त्यसो भए सरप खाऊ सरप मुखमा राख दिसो। दिमाग सही ठाउँमा छ। दिमाग सही ठाउँमा छ। सरप मुखमा राख भनेको के मुखमा। च्याम्पु मुखा। ल ओके डन। तेस्रो गोल हान्ने। थर्ड तेस्रो गोल हान्ने। गोलसोल हान्ने होइन सिधै हो प्याज छैन रे फेरि के भन्ने होला त। ढोका तिम्रो के हो? सेम। गोलसोल हान्ने होइन के सिधै ऊ हान्ने हो। के अरे उसलाई के भन्छ अरे दाइ? कुकरको ढक्कन हान्ने। उनीहरूको सोध्नु। सानो उमेरमा परिवार नियोजन होला यार। उनीहरूलाई सोध्नु अब। हामीले कुन दिएको रे हामीले भन्न त भन्नु। दिलै भएन। बाथरुम गुलका कुकुरमा राखेर घरका गङ्गे। ल रिकल पढ। सेकेन्ड पनिशमेन्ट सावर, थर्ड पनिशमेन्ट भनेको के हो? बाल्टी। गोल हान्ने के गोल हान्ने। चल भाइ। गोल हान्ने। गोल हान्ने भनेकै छैन मैले त त्यो हान्ने भनेको के गोल भन्छ यार यिनीहरू। ल कुकरले ल सेम ल। कुकरले ल। कुकरको कुरा गरे हो कि गोल हाने भनेकै छैन। कुकरले यसरी हान्ने भनिरहेको छ। कुकरले गोलले। चल भाइ लेट्स गो ब्याक इन गाइस फास्ट।
आब्रे ओठे बल्ल हो टेको थुथुलो छोपेको त कति राम्रो देखि कि तानी ए मेरा बा यसको सुन्दरता बिगारेको भनेको त्यो ओठले रहेछ त्यो ओठ थुपा ओठ बन्द गरेको त कति राम्रो देखि कि तानी मेरा बा हत्तेरी माटको है त्यो ओठ बन्द गरेको यति राम्रो देखि कि मान्छे सुन्दरतामा बिगारेको त ओठले रहेछ नि कन हाम्रो पनि हानम गाइस हानम न किन हो र हाम्रो पनि आउने आज ओठे यसरी यो कपडाले मुख छोप्नु भन्दा बरु लक्ष्मी कलेक्सनको जालले कटु छोपा मुख छोपा चिनी खाएर बोले हिजो जसरी यो थुत्रो चप्काएर कति राम्रो देखेको थियो नि हो त जालीवाला कटुले पनि मुख छोपेको कति राम्रो हुन्थ्यो लाइभमा जालीवाला कटु कानमा अड्काएर हुन्छ के यहाँ कात्तिक लगाएर छ अड्काउँदै हिँड्ने केरी भएस कि ज्वरो चाहिँ खाइ बर्बाद छ क्या भैया अब फ्री वाइफाई पनि पिछाडा भिज्नु भयो बिचरा कसैलाई कारण मनिकन हान्दैन यार दिनभरि बिचरा माग्दै बस्छ यार अझ लक्ष्मी कलेक्सनको पेन्ट टाउकोमा राखेर बस्छ यस्तो टेन्सन जिन्दगी जिएर पनि के यार कति दया माया लाग्छ क्या मलाई म त सानोदेखि यस्तै मान्छे केटा दया माया लाग्छ ओठेको स्कोर देखेर आज फेरि पनि आँखाबाट आँसु घुँडाबाट पनि आयो कि क्या हो यता सुन्नु न के कस्तो राम्रो झुप्पा हेर्नु न खानै जन्मी के होस् खा ओठे खा खानै जन्मी के होस् कस्तो राम्रो झुप्पा हेर्नु न खानै जन्मी के होस् त्यही खाएर मर्लिस फेरि जानु नुहाउन जानु सावर गर्नु के नाटक गर्या अझ आफ्नो स्कोर आएछ त 1000 कटा भए त म कता छोरा दिने यत्र सिटी